हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म ड्युटी जान लागिरहेको, काम स्टार्ट गरेको, नुहाइ धुवाइ गरेर हैन। सिलाइ अब त्यही हो, सिलाइ कटाइको काम गर्छु मैले चाहिँ गार्मेन्टमा। जस्ट आज चाहिँ मेरो पहिलो दिन काममा जाने। पहिला पनि जान्थे, लगभग 1 वर्ष जति ग्याप भयो काम नगरेको। त्यस्तै प्रब्लम भएर अब चाहिँ प्रब्लम सल्भ भयो भनौँ कि भएन भनौँ, प्रब्लम त मान्छेलाई हर दिन भइरहन्छ। त्यही भएर अब चाहिँ यो प्रब्लम्सको पछि नलागेर काम चाहिँ गर्नु पर्यो। सबैभन्दा ठुलो प्रब्लम भनेकै पैसा हो। त्यही भएर पैसा कमाउनलाई जानु पर्यो। आज चाहिँ म पैसा कमाउन जाँदैछु। म गएँ गाइस। अब त्यही हो, ज्याकेट चाहिँ हातमा लिएर हिँडेकी छु किनभने अहिले लगाउँदिनँ। त्यही भएर अब जान आँटेको। हामी त यस्तो ठाउँमा बस्छ, मेरो यो घर कति राम्रो छ नि हैन। म चाहिँ बस्ने यही हो। अनि त्यही भएर चाहिँ अब जाँदैछु काममा हैन। काम नगरौँ भने पनि नहुने, हेर्नु काम त गर्नै पर्ने, खानु पर्यो। मुख र हातलाई जोड्नलाई भए पनि काम गर्नुपर्छ। अनि त्यस्तो चाहिँ अब रह्यो आफ्नो आफन्तलाई देखाउने भन्ने कुरा चाहिँ अब त्यो समय आउँदैछ, देखाउँला कुनै दिन। पैसाको लागि पछि पैसाको लागि यिनीहरूसँग केही छैन, यिनीहरूलाई हेल्प गर्नु हुँदैन भन्ने सोच भएकोहरूलाई चाहिँ देखाउनै बाँकी छ। अब सानोतिनो काम गर्दै जाउँ। स्टार्ट गर्ने भनेकै सानो कामदेखि हो। अनि सानो कामबाटै सक्सेसफुल भयो भने चाहिँ पछि गएर टक्क लाएर पछि गएर चाहिँ हुन्छ, राम्रै हुन्छ। अनि अब एक्कासी ठुलो खोजेर पनि हुँदैन हैन। ठुलो काम खोजेर धेरै पैसा खोजेर नि हुँदैन। स्टार्टमा त सानै कामबाट गर्ने हो। त्यही भएर चाहिँ मेरो काम चाहिँ धेरै ठुलो चाहिँ छैन। ठिक्कको आफूलाई पुग्ने, खान सक्ने, अरूलाई अलिअलि अब अरूको अगाडि ल मैले काम गर्छु है, मैले काम गरेर खान्छु, कसैसँग माग्नु परेको छैन, कसैसँग लुट्नु परेको छैन भन्ने टाइपको चाहिँ छ। त्यही भएर हाम्रो यहाँबाट चाहिँ सबै काठमाडौँ भ्याली देख्छ। तर आज चाहिँ मौसम सफा छैन पुरै। यो कुन दिन पानी पर्यो भने चाहिँ मौसम सफा हुन्छ। त्यही भएर आजभोलि चाहिँ सफा छैन। काठमाडौँ भनेको त तपाईँलाई सबैजनालाई थाहै छ, खासै सफा हुँदैन। अनि त्यही भएर म चाहिँ अब कामतिर गएँ काम गर्नुलाई। म तपाईँहरूलाई देखाउँछु ल। अब चाहिँ म जस काम गर्ने ठाउँमा पुग्यो, अनि पुग्नु लाग्यो 2 मिनेटमा पुग्छु। अब यस्तै मेरो काम गर्ने कम्पनी देखाउँछु तपाईँहरूलाई। अनि के काम गर्ने होला, कति पैसा आउने होला काम गरेको सोचिरहेको छु। अनि कम्पनी चाहिँ आइपुग्यो है, कम्पनी चाहिँ आइपुग्यो। अब जस्ट म कम्पनीको तपाईँहरूलाई भिजिट गराउँछु कम्पनीमा। के भन्ने हो, ढिलो पुग्यो म। अन्जु दिदी यिनी हुन् हाम्रो अन्जु दिदी। कौन यस्तो काम गर्नुपर्छ, हेर्नु मन यस्तो काम गर्छ हो। मान्छे बसी काममा बस्नु ठाउँमा हो, मान्छे आए त नै होइन। यस्तो छ के काम गर्नु, के भन्नु हो, छिटो त्यहाँ कति टाउको दुखाइ काम छ मेरो, टेन्सन भएर छ हो। तपाईँलाई पछि भन्छु। खाना ल्याएर कहाँ खानुहुन्छ तपाईँहरू, कहाँ लु सबैजना। आज अस्तिको भन्दा त धेरै रहेछ नि त मान्छेहरू त। म चाहिँ बस्ने हुँ। दिदी पहिलो दिनमै क्या लोदर लाग्यो कि, पहिलो दिनमै काम गर्न गएको।
हाफ डे मात्रै काम गरेँ। किन भन्दाखेरिमा नि साथीहरू अब त्यस्तै प्रब्लम आयो, अब काम गर्न सकिने, त्यही भएर आएँ, त्यस्तो चाहिँ नसोच्नु होला। तर प्रब्लम के भन्दाखेरि नि मेरो चाहिँ होइन प्रब्लम के भन्दाखेरि नि अब पैसाको लागि यताउता त्यो बहिनीलाई पैसा पठाउनु पर्ने, अनि त्यही भएर 1 बजे 1:30 बजीसम्म मात्रै काम गरेँ। अनि त्यहाँ ब्याङ्कमा धाउँदा मान्छेहरूलाई पैसाको लागि कुरा गर्दा आफूसँग पैसा नभएपछि र आफूसँग केही नभएपछि कसैले पत्याउँदैन हेर्नु होइन। सबैले मान्छेले भन्छन् इज्जत कमाउनु अनि मान कमाउनु, आफ्नो मान्छे कमाउनु भन्छन् होइन। इज्जत कमाउनु राम्रो कुरो हो, आफ्नो मान्छे कमाउनु पनि राम्रो कुरो हो, तर नि सबैभन्दा यी कुराहरूमा सबैभन्दा अगाडि चाहिँ इज्जत कमाउनु राम्रो, अनि त्यसपछि पैसा कमाउनु राम्रो। मान्छे भनेको पैसा भएपछि आफै कमाइन्छ। अनि त्यही भएर आज मैले यतिजनालाई गुहार मागेँ कि पैसाको लागि होइन, तर पाएन कि। लास्टमा चाहिँ अब त्यहीँ ब्याङ्कमा गएर अलिकति मसँग थियो पैसा, त्यही पैसाले बहिनीलाई ट्रान्सफर गरेर अनि त्यसपछि आएँ। अनि त्यो पैसाको लागि यति टाउको दुखेन मेरो, यति टाउको दुखेन, टाउको दुख्दा खाजा पनि केही नखाएको होइन, खाजा पनि केही नखाएको, अनि त्यो भोक पनि लागेको, यतातिर भोक लागेछ, यतातिर खाजा खानुपर्ने, अनि त्यसपछि पैसाको लागि कुर्दा यता दौडिँदा उता दौडिँदा यता दौडिँदा टाउको दुखेर, कम्मर पनि दुखेर, ढाड दुखेर कस्तो भएको। अनि त्यसपछि पैसा त बल्ल तल जुटाएँ, त्यो पनि अझ पुगेको छैन राम्रोसँग होइन, राम्रोसँग पुगेको छैन। पैसा जुटाएर अनि त्यसपछि बहिनीलाई पठाएँ, काम गर्न जाउँ जस्तो लागेर थियो, फेरि जान सकिनँ, टाउको दुखेर। माइग्रेन भएको छ कि मलाई, यतिबाट यति दुख्छ कि प्रायः जस्तो त्यो भिडभाडमा बसहरूमा चढ्यो भने, अनि केही टेन्सनहरू भयो भनेपछि चाहिँ मेरो हाफ टाउको दुख्छ कि, यता एउटा आँखा र एउटा यतापट्टिको टाउको मात्रै दुख्छ। अनि त्यही दुखेर आयो। अनि त्यसपछि सकिनँ, अब काम पनि अब एक दिन गएको, त्यही पनि त्यस्तै अलिक चिनेकै मान्छे हो को कम्पनीमा गएर काम गर्दा चाहिँ सायद नेक्स्ट टाइम चाहिँ त्यस्तो दिनुहुन्छ होला सायद। अब 2-4 दिन म काम गर्न सक्दिनँ होला, बिरामी पनि भएको छु। अनि अब पैसाको लागि यताउता दौडिँदा कति टेन्सन भयो, कति तनाव भयो, लास्टै गाह्रो भयो। साथीहरू के गर्नु, भ्लग नि बनाउनु मन लाग्थेन। त्यहाँ गएर मैले सोचिरहेको थिएँ साथीहरूसँग भेट्छु, भ्लग बनाउँछु, अनि सबैसँग इन्ट्रोडक्सन गर्छु, घुलमिल हुन्छु भन्ने सोचेको थिएँ, तर त्यो भएन, सबै बेकार भयो। त्यहाँ गएर अब के काम गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर मैले त्यो अलिकति भिडियो पनि बनाउन पाएन, जस्ट अलिकति जस्तो देखाएको जस्तो मात्रै भयो। अनि अब नेक्स्ट टाइम गयो भने चाहिँ फुल अब राम्रोसँग देखाएर भिडियो बनाउने छु। अहिले चाहिँ बनाउन सकिनँ, आइहालेँ, टाउको दुखेर अब कस्तो भइरहेको। माइग्रेन भयो भने तपाईँहरूलाई पनि थाहा होला कस्तो हुन्छ पीडा होइन। एउटा आँखा र एउटा आधा टाउको मात्रै दुख्छ, आँसु मात्रै आउँछ, अनि त्यस्तो हुन्छ। त्यही भएर म चाहिँ काम गर्न सकिनँ आजको दिन चाहिँ। अब भोलि चाहिँ राम्रोसँग गएर काम गर्छु। त्यस्तै हो साथीहरू, अब धेरै नै गाह्रो हुन्छ। पैसा भएन भने कसैले नि पत्याउँदैन। पैसा कमाउनु पर्छ, चाहे सानो काम होस् या ठुलो काम होस्, अलिकति आफ्नो गोजीमा चाहिँ पैसा हुनुपर्छ। त्यही भएर पैसा चाहिँ कमाउनु होला है।